हेलो गाइस, सबैलाई नमस्ते। आज चाहिँ हामी पोर्ट्समाउथ बीच जाँदैछौँ। पोर्ट्समाउथ BITCH बीच। गुड, किनकि आजको वेदर चाहिँ अति नै नेक्स्ट लेभलको गर्मी छ। कति छ हो आजको टेम्परेचर गाइजहरू? कति डिग्री रे? 33, 34। त्यस्तै 34, 35 डिग्री छ होइन। त्यही भएर हामी फार्नब्रोबाट पोर्ट्समाउथ बीच आइपुग्यौँ। अब ल है त, एकछिनमा हामी भेट्नेछौँ। सी यु गाइस। ल है त, हामी चाहिँ पोर्ट्समाउथ बीच त आइपुग्यौँ, तर रोकिराख्नु मिलेन। पार्किङ चाहिँ अब नपाएको अवस्था। पार्किङ पाएन भन्दाखेरि घर फर्किनु पऱ्यो। हेर बिजोक छ। एउटा कति चाहिँ पार्किङ राइट थियो क्या मैले तर यहाँ राख्नु पाएन अझ राम्रो। हामीले पार्किङ पाउँला कि नपाउँला त हो गाइजहरू? हामीले पार्किङ नपाउला। अब भाग्य हेरौँ। अब घर फर्किने हो। ओ माय गॉड, त्यस्तो त नभन्नु मलाई। आज त पुरै आज हामी स्विमिङ साइक्लिङ गर्नेवाला छौँ। जलपरीहरू जलपरा र जलपरीहरू समुद्रमा आज समुद्रमै राख्दैन पार्किङ। पार्किङले चाहिँ बिजोक बनाउला जस्तो छ हामीलाई। मलाई पनि उस्तो किन मन थियो। मान्छे लिटरली ट्रेन त गाडेर बसिरहेको छ है, क्या हो यार? ट्रेन ल्याउँछ नि। तिनीहरूले बारबिक्यू गरेको हो, तर मजा आउँछ के यस्तो गार्डनमा टक्क लगाएर है। पार्किङ चाहिँ मैले देखिन यहाँ पनि। बारबिक्यू, गुड फ्यामिली टाइम। सब एक दुईवटा गाडी निस्केको थियो क्या, कमान खोज न। अरू भन्दा नि यहाँ पार्किङ चाहिँ नपाउँला जस्तो छ। राख्नु लाग्यो। हामी चाहिँ टक्क कहाँ छौँ रे? मोडल भिलेजमा है अहिले फेरि। छिरो कतिवटा गाडी त निस्केको बढी चाहिँ छिर्नु भन्दा नि। चाहिँ उठे गरे भएर नपाएन नि। 495 यहीँ सस्तो रहेछ ल। कति 3-4-5। अनि उ गरेर 1 घन्टाको 2 पाउन्ड, 2 घन्टाको 3.40। ओ माय गॉड। पोर्ट्समाउथ चाहिँ यस्तो छ है त फेरि यसो हेर्दाखेरि। हिरो आयो, हिरो। के छ त नि, के छ? ठिकै छ हजुर, कस्तो छ नि? के हुनु यार, मेरो त बिजोक छ यार। किन हौ? खै पार्किङ पनि कहाँ पर्यो तिम्रो यार? सबैजना बिचमा त्यहीँ छेउमै पार्किङ पाएको भए चाहिँ बवाल हुन्थ्यो क्या। टक्क लाएर होइन, त्यहीँ पाएको लास्ट टाइम गरे जस्तो टक्क त्यहीँ पार्किङ गरेर। चिसो छ नि त अहिले त, गर्मी छ। नजिकै रहेछ त्यति टाढो त छैन कि, हामी भित्रको बाटो धेरै घुमेर जस्तो लाग्यो। हामी यसको अघि माथि हामी चाहिँ अघि यताबाट आएको हुन त है। गाह्रो छ है, गाह्रो। लाजा ल है त। हेरौँ है त फुटबलरले के गर्छ है त। फुटबलरले सही हो। ओ बिन चाहिँ कहाँ छ भन्ने कुरा हो यहाँ। गोरो भएको चाहिँ गाडी आउँदा चलाउन सक्दैन, फेरि घाम आएर डढ्ने भयो। म नि वा डढेँ यार, सर्लक्कै डढेँ। यहाँको घाम चाहिँ अलिक उसकै होइन, थोरै त्यो आफ्नो फेसतिर जता नै परे पनि डढिहाल्ने क्या। के अरे पोर्ट्समाउथ भाइब्स चाहिँ यस्तो छ है पोर्ट्समाउथ एरिया चाहिँ। ल है त, वेलकम टु पोर्ट्समाउथ बीच। ल है त, साउथ सीमा चाहिँ एकदम वेलकम छ तपाईँहरूलाई होइन। तपाईँहरू अब घरमै बसेर अब आज रेस्ट गरिरहनु भयो होला, तर पनि मेरो भ्लगबाट तपाईँहरू अब बिचमा आएको जस्तो फिल गर्नु होला प्लिज, होइन शुभम रुसमा? यता हेरेर भनौँ न दुईजनाले। गाह्रो पो छ त है फेरि यहाँ त।
लास्ट टाइम हामी यो साइड आएको थियो र उतापट्टिको साइड हो नि त अनि त्यो त्यत्रो हिँडेर जान्छौ तिमी भनेको हौ आहा मलाई चाहिँ त्यस्तो गर्नु मन छ कि यसलाई के भन्छ कायक भन्छ कि भन्छ रु त्यसलाई मलाई चाहिँ यस्तो गर्नु मन छ तर यहाँ रेन्टमा त दिँदैन होला यार बिच चाहिँ अलिक प्याक नै छ है ए आमा मान्छे त के हो यस्तो म त केही देखेन क्यामेरा अब डाइभ चाहिँ हानिहाल्नुपर्छ तिमी खेल्दैनौ किन किन यहाँ जन्त जान्न चाहन्छ यहाँ रुसमा ल हामी कहाँ बस्ने बसिहालौँ त म चाहिँ डाइभ हानिहाल्छु ल त सबै आफ्नो पारामा छ कोही बारबिक्यू गर्दैछ कोही भर्खर हुन्छ नि स्विमिङ गरेर ट्याक्क आनन्दले बुढीलाई हारेको सोध्दैन ढोगेर थियो बाहिर त छेक्यो त नि I know. बाहिर त एक्लै रमाइलो छ अनि ल है त म चाहिँ हो पानीमा गएर पोर्ट्समाउथको एरिया पानीबाट चाहिँ कस्तो देख्छ त म देखाउँछु है यो चाहिँ पुरै मेरो भ्युअर्सहरूको लागि मात्रै हो है 10-12 जना जति नै सब्सक्राइबर भए पनि तिनीहरूलाई स्पेसिफिकल्ली हो अनि मेरो आउने भ्युअर्सहरूको लागि है त यहाँदेखि उता चाहिँ म जान सक्दिनँ डुब्छु म फेरि हाम्रो गाई चाहिँ उता छ अनि आज पोर्ट्समाउथको बिच चाहिँ प्याक नै छ तर विकेन्ड होइन नि त विकडेज हो नि त त्यही भएर ठिकै छ विकेन्डमा चाहिँ यहाँ चाहिँ हुन्छ नि बस्ने ठाउँै हुँदैन क्या त्यहाँ चाहिँ मेरो याद छ होइन मैले पार्किङ गरिराखेको त्यहाँ चाहिँ मेरो साथीहरू कायक गरिरहेछ है म अघि बोलाइरहेको थिएँ म भएन भन्न पाएको भए परमेश्वर यस्तै छ है त यस्तै छ अब किन हाल्नु डरौ कुरा छ त
बाप रे बाप रे बाप रे यो पो हो त मा बेस्ट टाइम त त केटाहरू चाहिँ चा भन्दै केटा पो रहेछ म त केटी होला आम्मामा के हो यो तुफान हान्ने यो अर्को आयो फेरि रेस गर्नलाई आम्मामा के हो यस्तो रमाइलो पो छ त यहाँ त यो रेस हान्न लाग्छ क्या ल यो त आजको मेन प्लेयर निस्क्यो यहाँ फेरि कडा पो छ त ओ यता हेर न यता आम्मामा कसले सक्नु हो कसले सक्नु आम्मामा दुईटा जलपरी अनि एउटा जलपरा है त म एउटा जलपरा चाहिँ यहाँ पुरा घाम लागिरहेको छु गर्ने नि स्विमिङ गर्ने नि कहाँ पुगेको छैन अनि तिमी चाहिँ के हो स्विमिङ गर्दिनौ भन्दै स्विमिङ गर्ने के हो यस्तो स्विमिङ खेल्न आउँदैन भन्दै स्विमिङ आउँदैन ट्राई गर्दै थिएँ जाने तिमी जानेको रहेछौ तिमीले अलि डराएर मात्रै नाकभित्र पानी छिरेपछि को डर ल है त गाई शुभम चाहिँ फाइनल्ली स्विमिङ खेलेको अवस्था है त मिलाएर त्यहाँदेखि माथिकै भिजो यस्तो छ है त्यो चाहिँ के फर्स्टमा पिएर हो कि पाएर हो के भन्थ्यो त्यसलाई पिएर त्यहाँ चाहिँ अब त्यो सानो फन पार्क जस्तै हुन्छ चाहिँ राम्रो छ त्यो ठाउँ पनि तो अब होइन होइन यहाँ म मेरो यहाँ दर्शकहरूलाई अडियन्सहरूलाई यहाँ ट्याक्क देखाइरहेको छु होइन बिचराहरू घरमा बसेर सुतिरह होला उनीहरूलाई नि मैले फिल गराइदिइरहेको छु पोर्ट्समा बिचमा कतिको रमाइलो छ होइन बिचमा खेल्न कतिको लायकको छ त्यो भ्युज पो म देखाउँदैछु त यहाँ पुरा मेरो भ्युवर्सहरूलाई जम्मा कति 21जना सब्सक्राइबरलाई सानो खालको मिलाएर ल त अब चाहिँ हामी यसरी साइक्लिङ गर्नेछौँ च्याट्ट लाएर तर कान्छै छ त
के हो यस्तो अनुहार त आम्मै सर्लक्कै आहा ढेडो सानो खालको कराई पो भएछ त हाँडी पो भएछ त हाँडी न बाडी मलाई बाल हुँदैन फेरि हाँडी न पाडी होइन मलाई बाल म डढोस् कि होइन जे नै होस् सिगान त अघिको बिचरा अब समुद्रको पानी नि हौ गाई छोरी मेरो पछाडि आउनु पऱ्यो क्या खोइ यार प्लिज 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 यहाँ आऊ न यहाँ यार टक्क समुद्र देखाउनु पऱ्यो नि त यार दुईजना कपल्स यहाँ आउनु पऱ्यो क्या खोइ शुभम र रुसमा कहाँ गयो छिटो क्या यार आजको कहाँ गयो रुसमा फेरि खोइ रुसमा चाहिँ डढ्यो कि डढेन खोइ रुसमा खोइ तिमी चाहिँ माया यहाँ आऊ त नेचुरल ब्युटी माया भनेको मेरी माया नि डढेछ यार खानुपर्छ क्या ल त अब चाहिँ फुड हन्टिङ होइन साइक्लिङ गर्ने प्लान त हो त्यही त म तिमीलाई बल लिएर आऊ भनेको ए भन्नु लाएको थिएँ बिर्सेछु क्या तिमीसँग थियो त पहिला एउटा पुरा तर यहाँ बिचहरूको साइडमा चाहिँ हिँड्नको लागि ठाउँ चाहिँ कस्तो राम्रो क्या जता पनि हिँडेको चाहिँ हुन त युरोपतिर जता पनि यस्तै होला गाह्रो छ है गाह्रो छ म पनि त्यो नेपाली भ्लगर के भन्छ होला टुबी गेमरले जस्तै गर्नुपर्छ क्या 30 मिनटमा 1000 कमाउने च्यालेन्ज 30 मिनटमा 1000 होइन गाला चाहिँ भेट्छ होला 1000 चोटि यसै कालो मान्छे झन् वाइल्ड डढ्यो यार ल त अब चाहिँ हामी चाइनिज खाना जान लाग्यो होइन चाइनिज डिस पुरै अब हामी अब स्विमिङ गरेपछि पुरै थाकेको अवस्था अनि अब चाइनिज फुड हन्ट गर्न जाँदैछौँ हामी चाहिँ Yeah. ल यो चाहिँ बुफे मलाई थाहा छैन के मलाई पनि थाहा छैन है त्यो चाहिँ बुफे होइन Each of you will get a soup, It's all like that. and then you have half duck because you have 4 people. Okay. Yeah, and as many as you want from here. त्यो बफे खाने कि So for the soup you have Can we have sweet crispy corn pork chicken. instead of? So for the soup you have sweet corn chicken soup and or hot and sour soup. Each of you. Okay. Sorry. What's your question again? Can we have crispy pork instead of duck? Crispy pork. Yeah, instead of duck. If we Instead do of duck. I can ask for you. Yeah. Mother, what is the thing? Okay. I don't mind. Hello. Con tôi là nhiều. It's just about the 당선 잡았어요, 맞아.
जति बेला उल्टो नसोच्नु नि यो चाहिँ डाइनोसरको खुट्टा है यो त मेरो घरको कुखुराको खुट्टा हेलो गाइस ल है त हाम्रो चाहिँ खाना आइसक्यो है अनि अब खानाको डिस्क्रिप्सन चाहिँ रुस्माले दिँदैछ ल अब म भन्छु यो चाहिँ चिकन चिल्ली हो हजुर सिस्टर यो चाहिँ हाम्रो मलेसियन चाउमिन हामीसँग प्राउन चिकन छ यो चप्सी समको खाना त्यसपछि हामीसँग छ क्रिस्पी पोर्क बेली अनि हामीसँग एग फ्राई राइस प्लेन राइस अनि त्यसपछि यो रहेको छ सेचुवान डक हो भन्छ ल है त यस्तो खानुपर्छ नि भाइले यस्तो गर्दै जानु यस्तो खानु फोन फालिदिन्छ मतलब मलेसियन चाउमिन खाने बेला नि जस्तो गरिदिँदैन यस्तो बेला खान फोन त लैजाउँ मलाई दिक्क नलाग है अब मलाई सुमले बिल्ला उडायो त त्यो चाहिँ अति नै भन्छु भाइ क्या रेस्टुरेन्टमा आएर के भिडियोको लागि त राम्रो हो सराउन्डिङको लागि त होइन कसैलाई गरेर मान्छे हिँडिरहेको भयो भिडियो बना तपाईँलाई यिनीहरूलाई यहाँ मेनली यिनीहरूलाई थाहा छ नि त सर्भरहरूलाई भिडियोको लागि गरेको भने बुझ्नु पऱ्यो नि त अब चाहिँ हामीले खाना खाएर सकिसक्यौँ होइन तर रुसमाको चाहिँ खाना बाँकी छ उसले चाहिँ टेकअवे गर्ने रे अनि अब शुभमले खाइभयो होइन उसको चाहिँ क्लिन सिट छ मेरी मायाले पनि खाइभयो मैले पनि खाइभएँ हामी चाहिँ फाइनली घरमा आइपुग्यौँ आजको भ्लग यस्तै भयो जे जस्तो नै भयो पनि माया गरिदिनु होला भन्ने आशा राखेको छु हजुरहरूले गर्नुहुन्छ भन्ने आशा गरेको छु भन्दै आजको भ्लग म यहीँ सघाउन चाहन्छु नक नक